गाइस वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म हजुरहरूलाई मेरो मामा घर डिस्क्राइब गर्न गइरहेको छु। आउनु जाने हामीसँगै। वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ अहिले गएको डे 3 अनि यहाँ चाहिँ अहिले बुवाले दुध दुनु भइरहेछ। यो चाहिँ हाम्रो गाईहरू सबै यहाँनिर छ। सबै गाईहरू यहाँ सबै गाई हो यहाँ भएको चाहिँ फेरि। हाम्रो सानो गाई माइजूले दुध दुनु भइरहेछ। यहाँ चाहिँ अर्को गाईलाई दुईटा गाई ब्ल्याक एन्ड व्हाइट भएको गाई चाहिँ यहाँ दुईटा यहाँ तीनटा उता चारवटा छ हामीसँग चाहिँ। अनि सबसे कालो भनेको जेठो बुवा सबसे कान्छो हो यो चाहिँ सबसे सानो 4 दिनको यो चाहिँ 4 दिन भयो। 4 दिन भयो सबसे सानो। फेरि खुवाउनु भइरहेछ। है जाऊ त दुध खाइ। यहाँ मेरो हात चातिर छ यहाँ यता भने ए हाम्रो गाईहरू कराइरहेछ कराइरहेछ। म चाहिँ उता जान्छु माइजूबाट। यहाँ छ दुईटा गाईहरू। चाहिँ कतिवटा गाई छ होला गनौँ न। उता 1 2 1 3 4 5 6 7वटा गाई रहेको छ मेरो मामा घरमा। यहाँ दुध हाल्ने भर्ने बुवाले चाहिँ भर्खरै दुध दिएर सकाउनु भयो। यहाँ भर्दै हुनुहुन्छ। बढ्यो अर्कोमा पनि भर्दैछौँ। त्यो अझै एउटा दुनु बाँकी चलो भर्यो भरिसक्यो भरे अब अर्को कुनमा उनीहरू सबै चाहिँ मेरो मामाले पुऱ्याउनु जानुहुन्छ डेरीमा। कता है जुडबेला पुऱ्याउनु जानुहुन्छ। मेरो मामा घरमा चाहिँ सुँगुर पनि रहेछ पिक। हिलोमा बसिरहेको चाहिँ मलाई डर लाग्छ। अझै सुँगुर हाम्रो मामा घरमा पनि सुँगुर राखेको छ। यता सुन्नु माटो खाँदा चाहिँ हाम्रो मामा घरको सुँगुर। अब चाहिँ मेरो डाइट खाने टाइम भएको छ। हजुर
मेरो दाइ चाहिँ काँचो अन्डा आफै खाने हैन काँचो छ है हेर्नु अलि तल त्यो अब चाहिँ मेरो दाइ खाने टाइम भयो डाइटमा चाहिँ मेरो अन्डा अनि तपाईँहरूको अगाडि खान्छु म मेरो मामा घरको प्योर दुध खान्छु गाईबाट भर्खरै निकालेको चोबेर खाऊ न त गाइजहरू हजुरहरूलाई मेरो मामा घर डिस्क्राइब गरेको राम्रो लाग्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई